सामाजिक परिवर्तनको सुरुवात ठूला ठूला भाषणले होइन, साना कर्महरूबाट सुरु गर्नुपर्छ। झापाको बिर्तामोड 6 स्थित शीतल नगरमा गएको 2 वर्षबाट ब्रेस्ट क्यान्सरबाट ग्रसित 28 वर्षीय सरिता विकलाई मेची महाकाली बुहारी संयुक्त आवाजले आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा बिर्तामोड वडा नम्बर 6 का वडा सदस्य गीता रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। झापा जिल्ला संयोजक गंगा भट्टराईले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा मेचीनगर वडा नम्बर 10 का वडा सदस्य विशाल कार्की, बिर्तामोड वडा नम्बर 6 स्थित हेल्थ पोस्टकी स्वास्थ्यकर्मी सावित्रा ढकाल, झापा जिल्ला सह संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सदस्य प्रमिला उप्रेती, आजीवन सदस्य मीना यादव, पत्रकार ओम नारायण राजवंशी, भरत भावुक प्रसाई लगायतको उपस्थिति रहेको थियो। संस्थाकी केन्द्रीय अध्यक्ष काफ्ले तथा प्रमुख अतिथि रेग्मीले केही खाद्यान्न सामानको साथमा नेपालभरिका बुहारीहरूको खाजा खर्च कटाएर संकलित 10,605 रुपियाँ ब्रेस्ट क्यान्सर पीडित सरिता विकलाई प्रदान गर्नुभएको थियो। भनिन्छ नदीको सुरुवात पनि एउटा सानो मूलबाट हुन्छ। मेची महाकालीका बुहारीहरू आफ्नो छानोमा पानी चुइँदै गर्दा अर्काको छानो छाउन पुगेका छन्। दुःख र पीडाको छानो। वास्तवमा न्याय र परिवर्तनका लागि सधैँ ठूलै संस्था पर्खनु पर्दैन। तपाई नै संवाहक बन्न सक्नुपर्छ, अनि मात्र देखेका सपनाहरूले मूर्त रूप हासिल गर्नेछन्। भनिन्छ जहाँ पीडा हुन्छ त्यहाँ परिवर्तनको शक्ति लुकेको हुन्छ। गरिबीको जर्जरता भित्र भोको पेट भर्ने सपना, अनि राम्रो न्यानो कपडामा रातको सिरेटो छेल्ने उद्देश्य, अनि आमा छोरा छोरी श्रीमतीका अन्य चाहना। असीम पीडाभित्र रुमलिरहेको बेला श्रीमान जगतलाई अर्को वज्र परेको छ। दिनभरि चियाका कमानमा आँसु लुकाउँदै व्यवस्थामा खुसी भएको भान गराउँदैछन् परिवारलाई उनी। तर श्रीमतीको प्राणघातक रोगका लागि पैसा जुटाउन नसक्दा भित्र भित्रै गुम्सिएका छन्। के गरौं कसो गरौं भनी छटपटाइरहेको बेला सहयोग अभियानको थालनी मेची महाकाली बुहारी संयुक्त आवाजले गरेको छ। जीवन गुनासो गर्नका लागि मात्र होइन, कर्म गर्नका लागि पनि हो भन्ने महान लक्ष्यले महिलाहरू एकजुट भएको झापा जिल्ला संयोजक गंगा भट्टराईले बताउनुभयो। अहिले नेपालभरि 53 भन्दा बढी स्थानमा संस्था विस्तार गरिसकेको उहाँले बताउनुभयो। मेची महाकाली बुहारी संयुक्त आवाजको 100 रुपियाँ बचत अभियानले स्वास्थ्य गुमाउँदै गरेका, गरिबीले थिचिएका, समाजको छायामा परेका महिलाहरूलाई जीवन जिउने आधार प्रदान गरेको झापा जिल्ला सह संयोजक रोशनी अधिकारीले बताउनुभयो। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष काफ्लेले सहयोग पवित्र मनले गर्न आग्रह गर्नुभयो। उहाँले पवित्र मनले गरिएको सहयोगबाट विभिन्न किसिमको खुसी मिल्ने बताउनुभयो। के गर्न सक्छ भन्दा पनि 100 रुपियाँ चाहिँ जस्तै महासागर बन्नलाई एक थोपा पानीले महासागर बन्दैन, तर महासागर आखिर त्यही थोपाले नै बनेको हुन्छ। थोपा थोपा मिलेर महासागर बन्छ भने जस्तै 100 मिलायौँ भने हामीले देशैभरिका धेरै आर्थिक अवस्था निम्न भएका, अस्पतालका बेडमा छटपटाइरहेका, अस्पताल जान नसकेका, अस्पताल पुग्ने अवस्थै नभएका, त्यसकारण पढाइबाट वञ्चित भएका बालबालिकादेखि लिएर हामीले सम्पूर्णलाई सहयोग गर्न सक्छौँ भनेर चाहिँ हामीले मूल मेची महाकाली बुहारी संयुक्त आवाजको चाहिँ मूल नाराका साथ हामीले जसरी सहयोग गर्छौँ। कुनै पनि चिजको सुरुवात चाहिँ सानोबाट हुन्छ। परिवर्तन गर्नलाई ठुलो ठुलो सङ्घ संस्था पर्खिनु पर्दैन, परिवर्तन चाहिँ आफैबाट पनि सुरु गर्न सकिन्छ भनेर भन्ने पनि यो उदाहरण हो। मेची महाकाली बुहारी संयुक्त आवाजको मूल चाहिँ 100 रुपियाँ बचत अभियान हो। त्यस्तै गरेर जसरी गंगाको मूल गंगोत्री चट्टान भित्रबाट सुरुवात भएको थियो, गंगोत्री सुक्यो भनेदेखि बनारसको गंगा पनि सुक्छ। त्यस्तै गरी यो 100 रुपियाँ बचत अभियान चाहिँ मेची महाकाली बुहारी संयुक्त आवाजको एउटा सिर्जनाको मूल हो। यसलाई चाहिँ सधैँभरि अगाडि बढाउँदै लगौँ भनेर म तपाईँहरू सम्पूर्णलाई भन्न पनि चाहन्छु। र संसारमा भएका ठूला परिवर्तनहरू चाहिँ आफै उत्पन्न भएका होइनन्, ती पनि साना साना बिउबाट उम्रिएका रुखहरू हुन्। र मेची महाकाली बुहारी संयुक्त आवाजको सुरुवात पनि हाम्रो आदरणीय म्याम रमु शर्मा सुब्बाज्यू हुनुहुन्छ। उहाँ चाहिँ पहिला संस्थापक अध्यक्ष, अहिले चाहिँ मेम्चा इन्टरनेसनलको अध्यक्ष हुनुहुन्छ। उहाँले पनि मेची महाकाली बुहारी संयुक्त आवाजलाई
हामीलाई यहाँ यो झापाबाट सुरुवात गर्नलाई त्यस्तै एउटा बिउ रोप्नु भएको थियो। त्यही बिउ चाहिँ आज यहाँ बिरतामोडदेखि फैलेर झापादेखि फैलेर चाहिँ महाकालीसम्म पुगेको छ। यो एउटा सानो रुख भएको छ। यसलाई अझै झम्गाउँदै अझै अगाडि बढाउँदै लग्न हाम्रा झापा जिल्ला कार्य समिति हाम्रो यो जुन मेन ठाउँबाट जहिले सुरुवात हुन्छ त्यसमा चाहिँ धेरै मेहनत गर्नुपर्छ र यहाँ उपस्थित सम्पूर्णको धेरै मेहनत छ र आज हामी यहाँ आइपुगेको। उहाँले जीवनको पुरस्कार भनेको मनको खुसी रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर 6 की जनप्रतिनिधि सरिता रेग्मीले 100 अभियान अरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो। यो जानकारी भएपछि उहाँहरूले 100, 200, 500 कति हुन्छ उहाँहरूले जुटाएर चाहिँ यहाँ सहयोग गर्ने काम पनि भएको थियो। त्यो काम पश्चात उहाँहरूले चेक गर्नका लागि भनेर चितवन जानुभयो, बायोप्सी गर्नुभयो। त्यसपछि अरू टोल विकास एउटा मात्र होइन, धेरै 6 नम्बर वार्डको टोल विकासहरूले चाहिँ सहयोग गरेर उहाँहरूले धरान, विराटनगर कहाँ जानुभयो होइन, चेक गराउनु भयो। थाहा भयो कति स्टेजको यो क्यान्सर रहेछ भनेर थाहा भयो। त्यसपछि बिस्तारै बिस्तारै उहाँको यो घाउ सुक्दै गयो। अब निको भएछ भन्ने सबैलाई भयो, घर परिवारलाई पनि एकदम एउटा खुसीको अवसर आयो। र त्यसपछि बिस्तारै बिस्तारै फेरि उहाँको बल्झियो अरे भनेको हामीले पनि सुन्नमा आयो। यहाँ बिरतामोडमा भएका विभिन्न सङ्घ संस्थाहरूले पनि यो खबर पुगेमा उहाँहरूले पनि सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु। र यो सरिता बहिनीको अवस्था जुन छ, जुन क्यान्सर पीडित हुनुभएको छ, हामी सचेत नागरिकलाई पनि यो क्यान्सर भन्ने कुरा थाहा हुँदो रहेछ। सानोमा पहिला केही यसको सिम्टम्स चाहिँ देखिँदैन, बिस्तारै बिस्तारै यो आफै धेरै स्टेज पुगिसकेपछि मात्रै थाहा हुँदो रहेछ। र उपचार त्यसको पद्धतिहरू धेरै छन्। उपचार गर्नु सक्नेले त सक्ला, नसक्नेको त यो रोग त झन् यस्तो भयानक हो, जोसुकैले अब जति खर्च गरे पनि बाँच्न सकिँदैन। र यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै मेरा केही भनाइ अन्त गर्न चाहन्छु। मफसल अनलाइन टिभीका लागि भरत प्रसाई, बिरतामोड।